भन्दाखेरि यो जोडिनु भन्दा पनि जुडेको टिम हो मेरो लागि होइन। यसको छुट्टै कथा छ, कुनै दिन हजुरहरूमा पक्कै पनि सेयर गर्छु। तर यो टिम मेरो लागि कम्प्लिटली नयाँ टिम हो र हाम्रो प्यारो होइन माया लाग्दो एकदम मेहनत गर्ने हाम्रो विनयजीको डेब्यू मुभी हो। उहाँको लागि स्पेसल, धेरै स्पेसल छ यो मुभी र म उहाँसँग जोडिनु पाउँदाखेरि अत्यन्त नै आभारी छु। उग्रसेन दाइ, थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी एज अ प्रड्युसर। हामी सुशील जस्तो कलाकारसँग पनि काम गर्ने पाउँदाखेरि आइम रियली प्राउड एन्ड एक्साइटेड र यहाँ उपस्थित हुनुभएको सम्पूर्ण अक्षराको टिमसँग काम गर्नु पाउँदाखेरि म धेरै प्राउड, एक्साइटेड र आभारी छु। मेरो बाटुलो जुन असर 30 गते पनि आइरहेको छ, त्यसको सुटिङ मैले भ्याइसकेँ र त्योभन्दा पनि अगाडि यो टिमसँग जोडेर मैले आफ्नो काम दर्शक माझमा देखाउन पाउनको लागि I'm just too much grateful, and I would like to express gratitude to all of you, team, to my audiences. Thank you so much for the support and love. And lastly, to के भन्न चाहन्छु भन्दाखेरि of course भाद्र 26 मै आउँदैछौँ हामी अक्षरा लिएर होइन। ताली हुजाउन न, ताली दिउँ त्यसको लागि। तीजको उपलक्ष्यमा एउटा नारी सम्बन्धी स्टोरी हामी अडियन्स माझमा पुर्याउन चाहन्छौँ र आशा राख्दछु कि अडियन्सहरूले पनि धेरै माया र साथ दिएर हामीलाई अघि बढ्न अझै ऊर्जा दिनुहुन्छ। थ्याङ्क यू सो मच। अब म यही 2 शब्द भने यहाँ टुङ्ग्याउँछु र प्रश्न उत्तरको लागि हजुरहरूसँग छोडिदिन्छु। थ्याङ्क यू।